हेलो, आज चाहिँ फाइनली हामी तीनजनाको ट्रिप दमक जाने सक्सेस हुनु जाँदैछ र तिनैजनाले आफ्नो आफ्नो सर्टिफिकेट नानीहरू लिएर जाँदैछौँ र हामी त्यहाँनिर साथीकै घरमा गएको नानीहरूलाई नै घुमाउनु गएको। हामी घर आइसकेपछि एकछिन रेस्ट गरेर होइन लक्ष्मी घरमा आइपुगेपछि रेस्ट गरेर फ्रेस भएर चाहिँ यहाँनिर सुजाताले चाहिँ कुकिङ गर्नु थाल्यो। त्यसले चिकन बनाउँदैछ। हामी चाहिँ यहाँनिर अलिअलि के खाएपछि चाहिँ हामी घुम्नु जानुको लागि स्पिड डेलिभरी गर्दैछ र यहाँ म चाहिँ लसुन अदुवा कुचाउँदैछु। अब चाहिँ हामी घुम्नु निस्केपछि यो चाहिँ हामीलाई लक्ष्मीले यो नेपालको के अरे खरायो पार्क अरे त्यहाँनिर ल्याउँदैछ। यो खरायो पार्क चाहिँ एकदम राम्रो रहेछ क्या, घुम्ने जग्गा अब मजाको बस्ने जग्गाहरू, यहाँनिर बसेर हल्का दामी फोटोहरू उयो गरिसकेपछि चाहिँ नानीहरू खेल्नु थाल्यो हल्का। यहाँनिर मजाको रहेछ नि त जग्गा नानीहरूलाई घुम्ने ठाउँ। यहाँ नानीहरू अलिकति कोल्ड ड्रिङ्क्स खुवाएर हामी पनि अलिअलि खाएर चाहिँ यहाँबाट हामी फेरि अर्को जग्गा जानेवाला छौँ। त्यहाँबाट चाहिँ फर्केको अब हामी यसले फोटो यो चाहिँ फोटो खिच्नु त्यस्तो रहेछ नि त। यहाँनिर फोटोसोटो खिचेपछि हामी यहाँबाट निस्किनुको लागि यहाँनिर ऐना रहेछ अगाडि। ऐना देखेर हेर्नु न, यहाँ केटीहरू जुत्देको सबै केटीहरू त भयो मिङमाको छोरी पनि यहाँनिर ऐनामा नै आउँदैछ हेर्नु। केटीहरूको ऐना चाहिँ अब के भन्नु। खराई कटेजबाट निस्किएपछि फेरि हामीले नानीहरूलाई यो फन पार्कमा ल्यायौँ। यो भित्र इन्ट्री गरिसकेपछि चाहिँ यहाँनिर नानीहरूको तमासा सुरु हुन थाल्यो। हामीलाई हत्तु पारेपछि नानीहरू होइन ठुलो जग्गा रहेछ। अब यता खोज्दा अर्को खोज्दा अर्को हराउँछ अर्को खोज्दा भएर चाहिँ हामीलाई हत्तु पारेर चाहिँ बल्ल बल्ल नानीहरू बटुलेर चाहिँ अब हामी नानीहरूलाई एक ठाउँमा राखेर चाहिँ हामी घुम्नेवाला छौँ। यहाँनिर नानीहरूको खेल्ने ठाउँमा यिनीहरू सबलाई हालिदिइसकेर चाहिँ हामी अब घुम्नु गएको। हत्तु पऱ्यो नि त यिनीहरूलाई यहाँनिर राखेर होइन। यहाँनिर हेरिदिँदा पनि रहेछ, बाहिर निस्किनु दिँदैन रहेछ जबसम्म प्यारेन्ट्स आएर लाँदैन होइन। टिकट काटेपछि चाहिँ यो सबलाई हामीले यहाँनिर हालिदिएपछि चाहिँ अब हामी घुम्नु गएको। नानीहरूलाई त्यहाँ छोडेर आएको। अब हामी चाहिँ यहाँनिर हामी नानीहरू छोडेर एकछिन घुमेर फोटोसोटो खिचेर चाहिँ फेरि नानीहरू ल्याउनु गएको। हेरेको त नानीहरूको त खेलेर हालत खराब भइरहेको रहेछ हत्तु भएर। तर पनि क्या बाहिर निस्किनु नमानेको यिनीहरू यत्रो खेलेर पनि हिँड नभन्दा पनि नमान्ने, खेलेर हत्तु भइरहेको रहेछ नानीहरू चाहिँ। हामी घर आइपुगेँ होइन। घर आइपुगेर चाहिँ अब सबै मिलेर चाहिँ कुकिङ गर्नेवाला छौँ। कुकिङ गरेर चाहिँ हामी सबैले छतमा लगेर गयौँ र छतमा हल्का इन्जोय गर्दै यहाँनिर आजको दिन हाम्रो सुजाताले नाचेर नै सक्दियो।